है म चाहिँ साइकलमा ढ्याङ्ग लगाएर निस्किरहेको छु। अनि यो चाहिँ अहिले चाहिँ हाम्रो यता गाउँतिरको चाहिँ सबै धान कटिङ हुँदो रहेछ। अहिलेको धान थाहा छैन, धान सबै काट्दैछ, कता धानको बिउ राख्दैछ, यता सबै काट्दैछ। अनि यो चाहिँ एक्लै जाँदैछु किनकि मेरो घरमा कोही पनि छैन। मेरो साथीहरू, गाउँको साथीहरू सबै कता गए। काठमाडौँबाट आएको 1 हप्ता भइसक्यो, त्यही पनि मेरो अहिलेसम्म कोहीसँग भेटघाटै भएन। 2-3जनासँग हुन त भयो, तर क्याम्प आएको ढेउ आउँदैछ। 2-3जनासँग भेट त भयो, तर उनीहरूसँग खासै घुम्ने कुरा भएन। मलाई एकदम साथीको बोलाउँदैछ, म त्योसँग एकदिन खोला जान्छु। अनि खोला गएको भिडियो नआउँछ, तर यो चाहिँ मेरो सोलो एक्लै आफ्नो गाउँ हो। अब हिँड्दैछु, यहाँ त ट्र्याक्टर छ। यहाँ सबै धान कटिङ हुँदैछ, धान कटिङ हुँदैछ। मेरो बाटै बिर्सेको छ जस्तो लाग्यो है, कता बाटो यही जस्तो लाग्यो। त्यो टेम्परेचर मेन्टेन भनेर अहिले चाहिँ आइफोन अफ हालेर लाग्छ। यस्तो दामी छ मौसम। घाम आज चाहिँ घाम टन लागे तापनि आज चाहिँ मौसम अलिक चिसै छ। किन पसिनाले लुगा भिजेर चिसो लाग्यो कि चिसै छ। यता चाहिँ अहिले यतातिर चाहिँ मान्छेहरूले खै त्यो धेरै धान काट्नलाई मान्छे हुँदैन। यता चाहिँ अहिले धेरै जस्तो मेसिनको प्रयोग हुन लाग्छ, मेसिनको प्रयोग। अनि यहाँ चाहिँ मेरो बाइक हो, मेरो बाउले दिएको अमानत रह्यो। हाम्रो यतातिर चाहिँ धेरै साइकलहरू हुन्छ तराई त भन्न मिल्दैन। यो चितवनको नि तराई नि खै तराई हो कि पहाड, मध्य पहाड जस्तो लाग्छ मलाई चाहिँ। किनकि यसमा चाहिँ अलिकति हामी बसीतिर चाहिँ डाँडाहरू धेरै हो कि चितवनको। अनि अलिकति उता अगाडि पश्चिमपट्टि गयो भने चाहिँ अलिकति तल जस्तो छ, त्यो चाहिँ अलिकति तराई नै जस्तो लाग्छ। हामी बसेको छ त्यो चाहिँ मध्य पहाड हो, त्यो चाहिँ यत्रो बारी हो। अब यहाँ चाहिँ थोरै सानो गाउँ छिन लागिसक्यो। अब खै कसरी हो पहिलोचोटि भएर होला नर्भस भइरहेको छ। म गाउँमा गएर अब कसरी भिडियो गर्दिनँ। साइकल चलाउँदै भिडियो गर्दै एकैटा गएर गाउँ कटेपछि भिडियो अन गर्छ। अब ल यो गाउँ त कट्यो है, यो गाउँ चाहिँ कट्यो। गाउँबाट यता आएपछि थाहा भयो कि म त बाटै बिर्सेँ। अब के गर्ने, बाटै हराइदियो। अब यता जाने कि कता जाने थाहै छैन मलाई त। यहाँ चाहिँ खोला रहेछ, तर खोला चाहिँ अब म खेल्न जानु लाग्यो डुङ्गा, बाटै थाहा छैन अब कहाँ हो। मोबाइल तातिसक्यो है, यस्तो घाम छ। तर हाम्रो चाहिँ सबै ठाउँमा यस्तो चिसो पानी पर्ने खोलाहरू चाहिँ हुन्छ, तर बाटै बिर्स्यो है। अब यता जाने हो कि तल जाने हो कि माथि त्यताबाट त आएको हो यो बाटो, यताबाट चाहिँ आएको हो यो त थाहा छ मलाई। तर यताबाट चाहिँ यतैबाट हो कि खै कताबाट अब लाग्छु अलि अगाडितिर। बाटो भेटिहाल्यो नि, यहाँ बाटो त छ, तर म जानुपर्ने ठाउँको बाटो चाहिँ कता हो कता। यो पारिको चाहिँ नेसनल पार्क हो है, राप्ती चितवन नेसनल पार्क हो यो पारिको। यो सब चितवन नेसनल पार्क है। यता चाहिँ पहिला हात्तीगडाहरू आउँथ्यो, मान्छे कति धेरै मान्छे, बाली नाली केही राख्दैन थियो। अहिले चाहिँ त्यहाँनिर खै कडा उयो छ, सुरक्षा चाहिँ दामी छ। अहिले चाहिँ आउन चाहिँ आउँदैन, तर खतरा चाहिँ अझै पनि छ है। यो चाहिँ खै के गाउँ भन्छ, त्यता तल जानुपर्ने हो, याद आउन चाहिँ आयो। अब त्यहाँ चाहिँ कहाँबाट जाने हो, यहीबाट चाहिँ जाँदा पुगिन्छ होला। यहाँ अगाडि सानो मन्दिर रहेछ, मेरो आफन्त गर्ने हो यता माथि, त्यहीँ जान्छु। त्यहीँ गएर सोधेर पानी खाएर जानु पर्यो। यो चाहिँ गाउँको नाम थाहा छैन मलाई। है यो डुङ्गा चाहिँ अहिले मेरो भइसक्यो। यो डुङ्गा चाहिँ म चलाउँछु। अब चलाउने ड्राइभर त कोही पनि छैन, म एक हातले चलाउँछु। अब कता हो
डर लाउँछ है। आज पौडी चल्न आउँदैन, मान्छे नि कोही छैन, झरेर डुब्यो भने म त मरे हुन्छ। यस्तो दामी ठाउँ छ है। मैले चाहिँ यस्तो एक राउन्ड ढाइसकेँ। यहाँ कतै राख्ने कुरा भएन होइन, तर मैले स्ट्यान्ड बनाएर राखिदिन्थेँ। एकछिन त मलाई ढुङ्गाले अनि म ढुङ्गाले स्ट्यान्ड बनाएर म भिडियो गर्छु।